मर्निङ साथीहरू, वेलकम टु माई अनदर ब्लग। ल साथीहरू, म आज धेरै दिनपछि दारी सारी पनि बनाएन क्या। आज धेरै दिनपछि मैले चाहिँ ब्लग बनाउँदैछु। म आज चाहिँ जाँदैछु हस्पिटलसम्म। मेरो चाहिँ चेकअप छ, डाक्टरसँग मैले गरेको छु। आज डाक्टर आउनुहुन्छ क्या, त्यसैले चाहिँ मलाई बोलाउनु भएको छ। त्यसैले म जाँदैछु चेकअपको लागि, हेल्थ चेकअपको लागि। अलि त स्वास्थ्यमा समस्या आएको कारणले गर्दा धेरै दिनदेखि मलाई चाहिँ औषधि खाइरहेको छु। अलि राम्रोसँग नभए हुनाले म फेरि चाहिँ आज चेकअपको लागि डाक्टर आज 11 बजीतिर बस्नुहुन्छ अरे। त्यही भएर चाहिँ म जाँदैछु चन्द्रकुना भन्ने ठाउँमा। ल अगाडि भ्लग चाहिँ कन्टिन्यू हुन्छ है त। अगाडिका दृश्यहरू पनि देखाउँदै जान्छु म आउने नेपाल पनि गाडी पनि ढ्याक्कै छुट्यो क्या यार। अब कति टाइम लाग्ने, 11 बजेको टाइम हो। टाइम पनि हुन लागिसक्यो, गाडी छुटेको। अब हेरौँ कति पछि आउँछ टाइम। राति ड्युटी गर्ने ठाउँ यही हो साथीहरू। गाडीमा पनि बसिसकेको अवस्था छ। गाडी चाहिँ खाली रहेछ अहिले, बसेको छ क्या, एकदम खाली आएको छ गाडी। अहिले बसबाट उत्रिसकेर अब हिँड्दै चाहिँ जानुपर्ने हुन्छ। आज अलि घाम लागेको छ, घाम छ, अलि गर्मी समाउँछौँ। अब ठ्याक्कै कल्पत्रु सेन्टर, के सेन्टर भन्ने हस्पिटलको नाम थियो। सो जाँदैछु कल्पत्रु। कल्पत्रु कता छ, कता छ यस्तो छ बजार। चन्द्रकुना रोडको बजार हो यो। अनि यो बजारमा पनि पहिला नेपालीहरूले गर्थे घाट, अहिले पनि गर्छन् क्या जस्तो लाग्छ। अलि अगाडि गएर चाहिँ त्यहाँदेखि दाहिनेतिर छ। अनि भनेर के अरे भन्दैछन् अगाडि जानुपर्ने भयो। अलि अगाडि गएर त्यहाँबाट जानुपर्ने भयो। कल्पत्रु हस्पिटलको नाम पनि कस्तो होटलको जस्तो कल्पत्रु नाम यार जस्तो लाग्यो यार। यो कल्पत्रु, जय कल्पत्रु हो क्या? कल्पत्रु भनेको छ यो पर पनि रहेछ। त्यो के रहेछ, अर्कै रहेछ ठाउँ त यहाँनिर। म होटलभन्दा अगाडि कहाँ छ भने चाहिँ टोकन लिनु पऱ्यो। जहाँ जाऊ लाइन यार, सब ठाउँमा लाइनले पनि वाक्क ढिक्क बनाउनु लाग्यो क्या। सब ठाउँ हो लाइन छैन यार। 12 बजीको 11 बजी भनेको यत्रो लाइन छ पुरै। मान्छेहरूको भिड लाइन छ यहाँ पुरै। अरू देखाइएको छ, भिडभाड छ एकदम पुरै। चाहिँ डाक्टरै आएको छैन यार, कतिखेर आउनु। अहिले बल्ल पालो आएर मैले चाहिँ यसो डाक्टर साहबसँग बसेर सल्लाह विमर्श गरेर चाहिँ पहिलाको रिपोर्टहरू पनि देखाएँ होइन। अहिले मलाई चाहिँ 1.5 महिनाको औषधि खानुहोस् पहिला, त्यहाँबाट सन्चो भएन भने फेरि हेरौँला भनेर भन्नुभएको डाक्टरले। 1.5 महिनाको औषधि दिनुभएको छ, लेखिदिनु भएको छ। अब जान लाग्छु म ल्याउनु। तर यहाँ पनि के मान्छेहरू अरे मेरो मेडिकलमा जानु है, यहीँ भित्रैबाट हात समातेर त्यो बिल समात्दैन क्या। हाम्रो नेपालमा गर्छन् नि, सेम त्यस्तै क्या यहाँ पनि। अनि ट्याक्क भित्रबाट पर्चा ल्याएन, बाहिर निक्लिनु च्याप्पर समातेन। ल यो यस्तो मेडिकलमा जानु दबाई लिनलाई, हाम्रो हो अन्त ठाउँ पाउँदैन। यति फसाना लाउँछन् नि नेपाल। यहाँ सबै यो देश विकास नहुने कारण यो के चम्चागिरी दलालगिरीले गर्दा भन्दा सब खतम भएको छ क्या। त्यस्तै लाइन यहाँ कतिको मैले रिपोर्ट मेरोभन्दा अगाडि 10 जना थियो, तिनीहरूको पनि हेरेँ। पुरै तिनीहरूलाई आउनु बित्तिकै च्याप्पर समातेर लगेर आफैले पुर्याउने उतापट्टि सेन्टरमा क्या। तिनीहरूको रिपोर्टहरू कुनै निकाल्नेलाई मलाई योचोटि त रिपोर्ट बनाउनु पर्दैन, पहिला औषधि खानु 1.5 महिनाको भनेर भन्नुभएको डाक्टरले। हेरौँ, आई होप सन्चो होस्। हजुरहरू सबैको दर्शकहरूको माया साथ सपोर्ट आशीर्वादले गर्दा भन्दा सन्चो हुन्छ भन्ने आशाका साथ अगाडि बढिरहेको छु। अब यो भ्लगलाई चाहिँ पानी पनि पर्न लाग्यो, 2-2:30 बज्नु लाग्यो। अहिलेसम्म बिहानबाट खाली पेटमा छु म। आज खोइ किन भोक पनि लागेन क्या, ग्यासले गर्दा हुँदा होला। ल पानी पर्न लाग्यो साथीहरू। अब अगाडि कन्टिन्यू भ्लग गर्दै जान्छु है त। म चाहिँ अब खाना खान लाग्छु होइन। यस्तो छ मेरो आज सालको पातको माथि। हिजोहरू औषधि पनि लग्यो 1255 रुपियाँको होइन, 10 दिनको। अब 1.5 महिना खाने भन्दा औषधि लग्यो। अब गाडीको पर्खाइमा है त परेर यस्तो छ हाल। म चाहिँ अहिले भर्खरै
बसबाट उत्र्यो, सिट पनि पाइएन, उभिएर आइयो ठ्याक्कै आधा घन्टा 45 मिनट सिट पाइएन। अब कोटातिर चाहिँ जाने हाम्रो तयारी छ। त्यो कोटातिर हिँड्नु पऱ्यो। अब पुरै अँध्यारो छ जस्तो लागिरहेछ। के डाक्टर चेक गराउनु जाने हुनु बरु बस्दा हालत खराब भएर तनाव एकदम यस्तो छ कि हाम्रो यहाँको रुममा जाने बाटो पुरा अँध्यारो होस्टेल हो क्या, होस्टेल पुरा गल्ली यस्तो बनाएको। आइयो रुममा चाहिँ ब्याग स्याग झऱ्यो टोपी सबै यसो ट्याक्कै गर्मी लास्टै छ, निकाल्नु पऱ्यो। अब दबाई कति आयो के आयो हिसाब किताबमा लास्ट देखाउँछु है त। पुरा यस्तो छ हालत खराब औषधिको। पहिला ल्याएको औषधि हो यो, कति खाइयो, कति परेको छ है त। सबभन्दा महँगो दबाई यसलाई परेको छ कि 550 रुपियाँ पऱ्यो। यसलाई चाहिँ कति परेको छ भने चाहिँ 255 को यो होइन। अब अर्को ढक्कन कति छ, यसलाई कति परेको छ 280 रुपियाँ यसलाई परेको छ है। यस्ता छन्। त्यहाँबाट फेरि यसलाई कति पऱ्यो भने चाहिँ यसलाई चाहिँ 200 होइन 550 त यसलाई रहेछ हो, यो दबाईलाई रहेछ। 550 त यो दबाईको रहेछ, 550 यसको रहेछ। यसको त कमै छ 150 रुपियाँ गरेर 1255 को दबाई। अनि तपाईँको चाहिँ 55 को दबाई औषधि, 600 रुपियाँ डाक्टरको भिजिट। चेक गरेको डाक्टरले चेक गरेको 600 गरेर 1800 डिस्काउन्टसँग गरेर 1800 रुपियाँको दबाई ल्याइयो। 1.5 महिना रेगुलर दबाई खाने भनेर भनेको छ। अब त्यही छ, यस्तै छ जिन्दगी, गाह्रो छ, सोचे जस्तो छैन। अहिले स्वास्थ्यमा समस्या भएको कारणले तनाव छ। अहिले लगभग कति बज्यो भनेपछि म बिहान 10 बजे गएको हो होइन, 10 बजे गएको, अहिले लगभग 3 बजी कति बज्यो, अहिले लगभग 4 बज्नलाई ठ्याक्क 7 मिनट बाँकी रहेछ। 4 बज्यो ठ्याक्कै कोटा आइपुग्दाखेरि। अब आज सुताइ भएन, राति ड्युटी गर्नुपर्छ, आज सुताइ भएन। अब राति गाह्रो हुन्छ मलाई। अब एकछिनमा म 1 घन्टा 2 घन्टा रेस्ट गर्नुपर्छ, कपडा धुनु छ अझै। ल साथीहरूले सबैलाई चाहिँ यो भ्लगलाई हेरेर साथ सपोर्ट, नयाँ साथीहरू हुनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब पनि गर्नु होला। फेसबुकबाट हेरिराख्नु भएको छ भने फेसबुकलाई फलो पनि गर्नु होला। कमेन्ट सेयर सबै चाहिँ गर्नु होला भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद। जय नेपाल।